र गाइस त्यसै गरी युएसडी जेपीवाईको एउटा अर्को इक्जाम्पलमा जाम। सो यहाँ हेर्ने हो भने यहाँ एउटा फेयर भ्यालु ग्याप छ, डाउन ट्रेन्ड छ, फेयर भ्यालु ग्याप छ। सो हामी छौँ यो फेब्रुअरी 27 मा। सो यो रिप्ले मोडमा गरिसकेको छु है मैले। सो पहिला 15 मिनटमा जाम, किनभने अलिकति चार्ट छिटो चल्छ नि त। सो हाम्रो कि अफ इन्ट्रेस्ट यो भयो होइन, मार्केटले त्यहाँसम्म पुग्न दिउँ है त। एसिया लन्डन पुग्न सकेन। ओके, यहाँ हाम्रो की लेभलमा मार्केट पुग्यो। की लेभलमा मार्केट पुग्यो, टाइममा पुग्यो भन्दाखेरि 8:15 तिर पुग्यो। यो भनेको एकदम हाम्रो न्युयोर्कको एकदम की टाइम हो नि त। सो यसमा चाहिँ हामी एकदम 5 मिनटमा अब यहाँ 5 मिनट 15 मिनट सरी 5 मिनट 3 मिनट 4 मिनटमा कन्फ्युजन मेरो के छ भन्दाखेरि अब यो हाम्रो के लेभल हो, यो लन्डन भयो, न्युयोर्कले आएर ठान्यो राइट। त्यसपछि यहाँ 5 मिनट्समा हेऱ्यो भने यो डाउनतिर फेयर भ्यालु ग्याप बनेको छैन, बनाएको छ यहाँतिर राख्यो भने एसएल यहाँ धेरै ठुलो हुन्छ राइट। सो हामी 3 मिनटमा जाऊँ। 3 मिनटमा जाने हो भने क्यान सी यहाँ एफबिजी बनेको छ तर ट्याप चाहिँ हानेको छैन। यहाँ बनेको छ तर यसले गर्दाखेरि चाहिँ एसएल ठुलो हुनसक्छ। सो यो चाहिँ फिक्स गर्नु बाँकी नै छ, के गर्ने कसरी गर्ने कति टाइम फ्रेममा हेर्ने भनेर। सो ट्रेड मिस आउट नगर्नको लागि चाहिँ अहिले 2 मिनट्समा जाऊँ। ओके, जस्तै फर इक्जाम्पल अब फेकआउट्स हुन्छ भन्ने धेरै हाम्रो ऊ हुन्छ होइन यो सानो टाइम फ्रेममा। अब लन्डन भयो राइट, यहाँ के लेभल छ, यहाँबाट बल्ल हाम्रो पोइन्ट अफ इन्ट्रेस्ट सुरु हुने हो नि त, यो लेभलबाट ट्याप गरेर हामीलाई एफबिजी चाहियो हो नि त। सो यहाँबाट गयो ट्याप गरेर, सो यहाँसम्म हेर्दै आउने भने नो एफबिजी, तर यहाँ हेर्छौँ भने यहाँ एफबिजी छ एउटा। सो हामीले यहाँ भटाक से एन्ट्री भटाक से हानिहाल्छौँ। यहाँ सेल टाइप गरियो अनि हाम्रो टार्गेट भनेको यसमा मिनिमल 5 आवर हो है। यो लन्डन क्लोजलाई चाहिँ सकेसम्म टार्गेट गर्न सकिन्छ, नत्र एसियाजलाई नै टार्गेट गर्न सकिन्छ। एसिया धेरै तल रहेछ त्यही पनि बट स्टिल पुरै दिन हो नि त। सो एसियालाई नै हामीले टार्गेटमा राखिदिन सकिन्छ। एसियामा 8.89 आवर हुँदो रहेछ। सो लेट्स सी टक 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 सो मार्केटले तलाउने सेन्टिमेन्ट्स देखाएन जस्तो छ। ओके, यहाँ खाम हामीले एउटा फेरि एसएल राइट, हामीले एसएल एडबलएसएल हाम्रो मार्केट भनेको म्याक्सिमम यो 3 आवर हामीलाई रिटर्न्स दिएन। ओके, छिटो बुझाइयो एउटा एसएल। अब यही इन्ट्रेस्ट छ। अब हामीले जहाँ एसएल खायौँ नि त्योभन्दा मुनि ट्रेड हेर्ने नै होइन की लेभलमा। हामी त तल जान्छ भन्ने कुरेर बसेका छौँ नि त, त्यसको लागि त यो हाइस टेकआउट गर्छ एनी हाउ गर्छ। जहाँ हाम्रो एसएल हाने थियो त्यो हाइस एनी हाउ टेकआउट गर्छ नै, त्यो पनि सेसनले है। ल अनि 5-10 मिनट अगाडि पछाडि गर्न सकिन्छ, सेसनभन्दा अगाडि पछाडि एकदम प्रेसाइज यति नै टाइम भनेर फिक्सै छैन। सो ल सी यहाँ गयो हामी रिसाइज गर्थ्यौँ है। अनि त्यसपछि 5 मिनटमा यहाँ फेयर भ्यालु ग्याप पनि बनायो यहाँ। सो यही कुरा हामीले यो हाई नगरेसम्म हामी वी वेयर नट इन्ट्रेस्टेड। यही कुरा हामीले 2 मिनटमा हेर्यो भने यो
हाइज टेकन नगरेसम्म वी वेयर नट इन्ट्रेस्टेड। अनि त्यसपछि यहाँ फेयर भ्यालु ग्याप बनायो। सो विल गिभ एन अर्डर हियर, यहाँ अर्डर हालिदिन्छ मम्मी। हाम्रो टार्गेट भनेको चाहिँ यो दिनको लन्डनलाई चाहिँ जान्छ होला, कति हुन्छ 6 आवर। ओके 5 आवर हाम्रो इनिसियल टार्गेट हो। अझै पनि ट्यापिङ चाहिँ हानिसकेको छैन है फेयर भ्यालु ग्यापमा। यहाँ पनि छ एउटा, यहाँ पनि छ एउटा, जुनलाई मान्दा नि भयो, नजिक नजिक छ। ओके यसमा नि इन्ट्री भयो, यसमा नि इन्ट्री भयो। रुल अनुसार हामीले गर्ने फर्स्ट फेयर भ्यालु ग्याप हो होइन, फर्स्ट फेयर भ्यालु ग्याप हो, बट सधैँ एउटै सिचुएसन हुन्छ भन्ने छैन। सो सेकेन्ड फेयर भ्यालु ग्यापमा इन्ट्री हानेमा हामीले लेट इट सी। अब हाम्रो टार्गेट भनेर लन्डनको लो छ है, टाइम हेर्नु। ओ सायद चाहिँ मैले टाइम नहेरेछु नि त। ओहो, सो वी विल नट इन्टर हियर गाइज, किनभने 18 बजे छ, यो हाम्रो इन्ट्रेस्टको टाइम होइन। हामीले सेसनमा मात्र इन्ट्री गर्छौँ, आइदर इन लन्डन अर इन न्युयोर्क। सो एसिया सकियो, मन्डे स्टार्ट भयो। London started. Okay. Yo boy. So let's see. यहाँ चाहिँ जहाँ अघि मैले इन्ट्री लिन खोजेको थिएँ नि, मिलेन भन्थेँ नि, त्यसपछिको इन्ट्री हेर्न चाहिँ हामीलाई यो लेभलको हाइज टेकन हुन पऱ्यो नि त गाइस, सेल हुनको लागि त यो लेभलको हाइज टेकन हुन पऱ्यो नि त। सो गयो रिप्लेस हाने, डिस्प्लेस हाने नै अर्को दिनको, नेक्स्ट दिनको एसिया, लन्डन, त्यसपछि न्युयोर्कले यो हाइज टेक हाने। अब वी आर इन्ट्रेस्टेड टु सी इफ मार्केट किप्स अस फेयर भ्यालु ग्याप है त। ओके गाइज, ल हेर्ने हो भने यो हाम्रो पोइन्ट अफ इन्ट्रेस्ट हानिसकेपछि फर्स्ट फेयर भ्यालु ग्याप यहाँ आएको छ, फर्स्ट फेयर भ्यालु ग्याप यहाँ दिएको छ। सो हाम्रो मोडल अनुसार चाहिँ इन्ट्री हामीले यहीँ गर्छौँ। त्यसपछिको हाम्रो टार्गेट भनेको चाहिँ कति हो, 10 आवर भइसक्यो जस्तो। ल ठिक छ, 5 आवर हो टार्गेट चाहिँ। So guys, 10 आवर 5 आवर हाम्रो टार्गेट हो कि एउटा एसएल एउटा टिपी भयो हाम्रो। एउटा चाहिँ त्यो सेसन नमिलेर ट्रेड हान्दैनौँ, तर हामीले चाहिँ यो लन्डन दिनको मिनिमम लो के छ, मिनिमम त्यो पनि टार्गेट हान्न सकिन्छ। इनकेस हाम्रो 5 भन्दा बढीको टार्गेट छ भने चाहिँ त्यसलाई टार्गेट हान्न सकिन्छ। लन्डनको लो चाहिँ टार्गेट हान्दाखेरि हाम्रो 13 आवर हुन्छ। लेट्स सी ठिक हुन्छ, तर त्यही हो, अलिकति पेसेन्स लेभल चाहिँ हुनुपर्छ, अलिकति ठुलो टिभी खोज्ने भने। बट मेनली हामी 5 आवर खोजिरहेको मान्छे, 10 आवर त 13 आवर हिटेड यी दिनमै एट द सेम डे अफ ट्रेड 13 आवर गाइस। सो 5 आवर यो केसमा 5 आवर हेर्ने हो भने केसमा 5 आवर हेर्ने हो भने यहाँ नै हाम्रो 5 आवर आइसक्यो, यहाँ नै। ओके, सानो एसएल छ भने चाहिँ वी कुड लुक फर अप टु
टु लाइक फिक्स 5 आवर नभए पनि 7-8 आवरसम्म चाहिँ सानो एसएल छ भने ढुक्कले हेर्न सकिन्छ है त। So guys, this was the example which I gave you guys. यो चाहिँ मैले हेर्दा यसो अलिकति फिगर आउट गर्दा गर्दा अलिकति मेसो पाएको जस्तो लागेर गरेको हो। सो गाइजहरूलाई कस्तो लाग्छ यो कुराहरू, यसमा के गर्न सकिन्छ, अलिकति गाइजहरू पनि के छ अब सल्लाह सुझाव यो कुरामा अलिकति अझै पनि डिपर लेभलमा जाऊँ भन्न चाहन्छु है त। हस् त आजलाई यति नै।